हेलो साथीहरू, अहिले चाहिँ म नानी लिएर आउँदैछु। नानीको चाहिँ एक्जाम सकेर त्यतैबाट ट्युसन गएको थियो। ट्युसनबाट चाहिँ लिएर आउँदैछु। अब म सोध्छु यसलाई कस्तो गऱ्यो एक्जाम आज। असित एक्जाम कस्तो गऱ्यो? राम्रो गऱ्यो। 10 वटा मात्रा लेख्यो? के लेख्यो मात्रा चाहिँ? अन्त 3 वर्ष कविता लेख्यो? कुन कविता? पाप लाग्दछ भन्ने? के लेख्यो? यहाँ चाहिँ सब चियापत्ती रोपेको रहेछ। यहाँदेखि उँभो चाहिँ त्यति नै हो कविता चाहिँ? त्यति नै हो कविता चाहिँ? अन्त राम्रो श्याम चाहिँ कहाँ जाँदै थियो? त्यहाँदेखिको के आएको थियो? पाठशालाको वाक्य चाहिँ के भनायो? भोलिको एक्जाम कस्तो हुन्छ अब? भोलि के छ? इङ्ग्लिस 1 2